हेलो एभ्रिवान। आज चाहिँ बेलुकाको खानामा चाहिँ मैले चटपटे बनाउँदैछु किनभने हामीले बाहिरबाटै खानाहरू खाएर आइसकेको छौँ अघि। अनि त्यही बेलुका भोक लाग्छ कि भनेर चाहिँ मैले यहाँनिर चटपटे बनाउँदैछु। यहाँ प्याज, खोर्सानी, टमाटर, तेल, नुन, अजिना, चाउचाउ सब हालिसकेको छु। अब यहाँ कागती हाल्नु बाँकी छ, हामीसँग कागती हुन्छ। अनि आजको बेलुकाको खाना चाहिँ हाम्रो यही होला साथीहरू। अनि तपाईँहरूले के खानुभयो कमेन्ट पनि गर्नु होला है त। यो चाहिँ हो तिलको छोप अनि यो चाहिँ आलसको छोप हो। मसँग छ कागती। तपाईँहरू कतिजना राति यस्तो खाएर सुत्नुहुन्छ भन्नलाई साथीहरू। हामी चाहिँ दिउँसो खाजाहरू मजाले टन्नै खाएको छौँ भने चाहिँ हामी बेलुका हतापता खाना खाँदैनौँ। मलाई यो हातले मल्नु चाहिँ रहथ्यो कि साथीहरू, तर यहाँनिर मैले खोर्सानीको धुलो पनि हाल्दैछु नि त, अनि हात पोल्छ भनेर चम्चाले नै मल्दैछु। ओके, चटपटे रेडी भइसकेको छ। यहाँ देख्नु सक्नुहुन्छ एकदम स्पाइसी, टक्क लाएर अमिलो। यता नमिठोदेखि पनि खाना मिठो छ है। मेरो बुढाले चाहिँ खाँदिनँ भन्दै हुनुहुन्थ्यो, छेउमा गएर खाएपछि खान थाल्नुहुन्छ हेर्नु। पानी चाहिँ जकमा। चटपटे खाना आउनु है, दामी बनाएको छ। अब फसाउनु त ठुलो दामी। छैन सक्दैन हाई भन्यो, खोइ हाई भन्यो, बाई पो भन्छ। कहाँबाट आयो बाबासँग अघि? ए त गयो, केमा गयो? नानीले चाहिँ अघि माम खाइसकेको, खाइसकेर नि चटपटे माngsसँग चाउचाउ त्यो खाँदै थियो। चटपटे पिरो छ नि त त्यो र